भने सोचेँ कि सायद चाहिँ म त आमामा होली गाइज एन्ड गुड मर्निङ। म चाहिँ सृष्टि रामजली रोका मगर फेरि पनि आइसकेँ तपाईँहरूको सामु नयाँ भिडियो एन्ड ब्लगेर अनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ के होली के अरे फागु पूर्णिमा अनि होली विशेष गरी आज पहाडमा खेलिने। अन्त आज चाहिँ म खेल्दैन गाइज किनभने मलाई आज खेल्ने मन छैन, अन्त खेल्ने साथीहरू पनि छैन मेरो त, त्यही भएर म चाहिँ खेल्दिनँ। साथीहरू पनि अब तल्लो गाउँछन्, म चाहिँ यहाँ माथि एक्लै भएको कारणले म चाहिँ होली खेल्दैन। अनि अब मैले चाहिँ घर लिप्नु पर्ने हुन्छ गाइजहरू, किनभने आज फागु पूर्णिमा हो। पूर्णिमामा घर लिप्नु पर्छ यहाँको चलनअनुसार। अन्त म अब घर लिपेपछि भेटौँला ल साथीहरू। चाहिँ अब ए गाइजहरू म त के गर्नु हो, आज होली हो कि के हो, मलाई खै त होली लागेको भन्दैछन्। आज मलाई खेल्ने जाँगर पनि लागेको छैन, खेल्ने साथी पनि छैन मेरो त। अन्त त्यही भएर म चाहिँ अहिलेसम्म खेल्ने छैन। मेरो चाहिँ अब होली होइन कि, मेरो चाहिँ सुत्ने दिन हो क्या। म चाहिँ सुतिरहेको छु, भर्खरै खाना खाइसकेको होइन, भाँडासाँडा माझेर अब फेरि सुत्न लागेको गाइजहरू। अब तल्लो गाउँ जाऊँ भने के जाऊँ गाह्रो छ हौ, कति जानु तल्लो गाउँ नि, कति जानु हो गाइजहरू, कति जानु। अन्त म त यही भिडियो बनाएरै बसेँ, भिडियो नि कति बनानु, जाम त तल्लो गाउँ नजाम त तल्लो गाउँ, अरू ठाउँ जाने ठाउँ पनि छैन गाइजहरू। मेरो मसँग साथी पनि छैन नि, गाउँमा नि केटीहरू नि कोही नि छैनन् क्या, सबै अब त्यही पढाइको सिलसिलामा भनौँ न। अब हामी चाहिँ उसको हामी चाहिँ उनीहरूको अब गाउँमा हामी पढाउने, उनीहरू चाहिँ अब सबै बजार छिरेको। अन्त त्यही भएर म चाहिँ एक्लै छु गाइजहरू। अन्त त्यही भएर यहाँ के गर्नु हौ, यस्तै चलिरहेछ मेरो जिन्दगी। म चाहिँ मलाई त केटाकेटीले झन् मोर त हरि त मोर आछु त्यहाँबाट हान्दै हो मलाई कसले हो, अझ पट्काइदिन्छु मलाई छुना त मारिदिन्छु म, फेरि मारिफालिदिने म झन्। यहाँ माथि खेल्दा पनि रहेछ होइन गाइजहरू, अलिक नुहाल्ने गाह्रो हुन्छ नि त, यस्तो पानी कति चिसो छ। अन्त फेरि मलाई खेल्ने जाँगर पनि लागेको छैन भनेर नि म अहिले बेलुकीसम्म त म तल्लो गाउँ जान्छु होला सायद। अन्त तपाईँहरू त खेल्नु ल, म नखेले पनि तपाईँहरू एकदम इन्जोय गर्नुहोस्। अब वर्षमा एकचोटि आउने होली को खेल्दैन त खेल्नुहोस् गाइजहरू। तपाईँहरू अब खेल्नुहोस्, रमाउनुहोस्, तर्नुहोस्, त फन्नुहोस्, होली के भन्छ मलाई त खासै यस्तो उहरू डायलगहरू छोड्नु नि आउँदैन, सायरीहरू छोड्नु नि आउँदैन। अब मान्छेले यस्तै पर्यो। अब गाइज के गर्ने, मेरो जिन्दगी पोत नैना थियो होइन, त्यसपछि उहाँ सुति गयो, कति खेलेको कि पोत नैना हामी। आज त के गर्नु हौ, मेरो साथी नै छैन, साथी नै नभएर होला मलाई नि त्यति जाँगर पनि लागेको छैन। होली खेल्नाङ भन्दा पनि होइन, यहाँ यस्तो हाल भयो मेरो त यस्तो खेलेको कि। अन्त उता नि छन् गाइजहरू, उहाँ आहान क्या म घर जान्छु अन्त बेला खायो नि हो गाइजहरू, परेन आइज नभएर ल्याउ त बहिनी।
गाइस म चाहिँ अब तल्लो गाउँ आएको कि अन्त होली खेल्ने भनेर होइन म चाहिँ त्यतिकै गेम छ अरे स्कुलमा अनि त्यही हेर्न आएको अन्त अब गाइजहरू चाहिँ के गर्दै हुनुहुन्छ त नि हाम्रो गाइजहरू त होली पनि मनाएको छैनन् रे के पनि आइरहेको छु के छ यहाँभित्र अन्त यहाँ के गर्नु लागेको थियो गाइजहरू काठ खराल्नुपर्छ अन्त हेरौँ हाम्रो गाइजहरू चाहिँ के गर्दै हुनुहुन्छ उहाँहरू त होली पनि खेल्नु भएको छैन रे अब जाऊँ के गरेको होला लगाइदिनु भयो त हामीलाई लगाइदिन्थ्यो त नाटकी चटकी आउने मान्छे भन्न बरु गुले लगाइदिन्छ र को लगाइदिन्छ लगाइदिनु भयो त हामीलाई लगाइदिन्थ्यो त खोइ ह्याप्पी होली गाइज हिजो के हो कलर सलर केही लाइन नि त आमामा ए नान्देऊ न त अन्त त्यो जब होस्टेलको नाडेमा हामीले रमाइलो नहुने र होइन गाइज म त एक्लै भइरहेछ अन्त के अरे मेरो त यहाँ कपाल त यस्तो भयो कि गाइज रुखको प्वाक सेम भयो यहाँमा हेर्नु नि एक पाथी रङ त खायो होला त अनि यसले त्यही भएर गाह्रो छ गाइजहरू त्यता चाहिँ हाम्रो गेम छ कि अन्त कहाँ छ र रवि अन्त ला यो त डौरी हो यो चाहिँ के आमामा केटाहरू किन आफू भाइलाई त लगान रे लान्छ न कि तिमीले माइको लालाई इच्छा राख यता ढेर यता लगाइदिन्छु म अर्को कसलाई नि हुनु भने कि ढिला ह्याप्पी होली मोते के थियो के भएको छ र बेकारमा उस पाइदियो मुतुले हो र हाम्रो गेम चलिरहेछ यता हाम्रो यहाँ यस्तो डर चलिरहेछ गाइजहरू यसले खायो नि बिचरा त जहाँ चाहिँ हाम्रो तल्लो होस्टेल र उपल्लो होस्टेलको गेम भइरहेको छ कि चौधमा पनि एक अङ्क थपेर पहिलो अङ्क पुर्याउन सफल भने तल्लो होस्टेलको नम्बर आउट भएको छ अनि 15मा पनि एक अङ्क थपेर 16 अङ्क पुर्याउन सफल तल्लो होस्ट ए ला मैले उल्टे पो भन्छौँ गाइज हो हेर्नु मैले त उल्टे पो हेर्ने रहेछौँ रा उत्किरिस त सट के गर्दै तल्लो होस्टेलको नम्बर 16 छ भने ओइ 16 के अझमै छ गाइजहरु यहाँ हाम्रो त भन्दै उपल्लो होस्टेलले आफ्नो खातामा 1 नम्बर पुरस्कार गई 14 पुरानो सफल भएको छ भन्दै तल्लो होस्टेल 14 भएको छ नम्बर अलि कच्ची देखिनु होला गाइजहरु यता मुखियो कि क्यामेरा उता मुखियो र मैला देखाएको अब
हरि पाण्डेले आफ्नो के कला देखाउँदै हुनुहुन्छ उत्कृष्ट कला देखाउँदै हुनुहुन्छ हरि पाण्डेजीले अनि कता के भयो नम्बर ले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै 17 पुर्याउन सफल भएको छ भन्ने उपल्लो होस्टेल 14 यस्तो रमाइलो छ गाइजहरु अरूलाई लगाएर हाँसे हेर बस्दाखेरि ओजस्वीले कसिन लाखन गाइजहरु यहाँ यस्तो अरूलाई को मलाई लाने दाजिन हो मैले तिमीले नलाग मान्छेलाई त ठिकै हो कि म त अघि नुहाएर आएको नि त गाइजहरु म त बिहानै त्यस्तो भन्ने अरूलाई नि सोच्नेको भए अन्त आफूले ल्याए गाइजहरु यहाँ म केटा ल्याए रबिनले त हेर्नु गाइज के गराइदियो यता मोदीको त्यही छ दुनियाँ गाइजहरु म त यस्तो हेरिरहेको अन्त जसको फाइदा खाएर गाइज यस्तो छ है त हाम्रो के गर्नु हामी त ओजस्वीमा त भागेको कि गाइजहरु यस्तो छ मनी यस्तो भइरहेको रबिन हो रबिन अन्त कल्पना वा पुग्यो के हामी त अब रुमतिर आएको हो गाइजहरु बरा त यहाँ लखत हैरान छ बिचरा त्यसरी डलाइदेऊ बरा थकाइ नै हेरौ कि गाइज के भयो मलाई के भयो यस्तो यस्तो दुखेछ गाइजहरु आमामा यहाँ पानी हालिदिएर हेर गाइज कस्तो भयो पुरै शरीर भिजेछ फेरि भर्खरै मैले नुहाएर आएको यो यस्तो होला भन्ने सोचेको नि छैन थियो म त आमामा गाइजहरु सबै टिरी यता अन्त भरे यिनले त लाग्नै रहेन रहेछन् चिन्दिन नि म त फेरि कसैले मेरो अन्डा खाने भए सम्पर्क गर्न लगाइदिएर मेरो हेमा अन्डा फराइरहेको छ कि अन्डा खाने भए सृष्टिलाई सम्पर्क गर्नु सक्नुहुन्छ के भयो कुन त फेरि देऊ न खै रबिन हाम्रो रबिन गाइज जित त्यत्रो कलर भएर नि गाइजहरुले के बहन सबै यस्तो यिनीले त सबै लगाइसकेको कि अन्त खै फेरि लगाइदेऊ यिनी त नलाग पो रहेछन् गाइज त यता त नलागहरूलाई लगाइदिनु भयो त यो म त यताखेरि लाग्सिना थिएँ लगाइदिएको सबैलाई मलाई त्यस्तो पानी नहान हेर गाइज मलाई हानेको पानी त नहानौ के यस्तो नहान है मलाई फेरि
मेरो कपाल कस्तो छ गाइज जाम कि बल खेल्यौँ अब बल खेल्ने हामी चाहिँ बल बल अन्त मैले यस्तै भएको डराइछु त्यही त पानीमा धारामा थापेको गाइजहरू यसलाई त पापै लागोस् गाइजहरू अन्त रङ कलर लाभान हुन्छ नि यस्तो चिसो हेर्नु गाइजहरू आमा खोइ के खोइ हेर रिसेको हो अब घर जान्छु गाइस अति भयो गाइसहरू घर लागेको गाडीमा चलिसकेको छु अन्त पुरै यता चिसो भयो नि त त्यही पानीमा यस्तरी धोइएको अन्त त्यही भएर अब यसै जान्छु गाइस उभिएर जाने हो पानी नपाएर मैले मुखहरू केही नै धोएन भर गएर नुहाल्यो गाइस यस्तो 50 रुपियाँको बेलामा कसरी नुहाल्यो होला आज मैले 2 चोटि नुहाउँछु अन्त के गर्नु यहाँ मटक भएछ यस्तो रात परिरहेको छ होइन बाहिर यस्तरी रात परिरहेको छ मान्छे यहाँ होली खेलेर ज्यान कामै नलाने भइरहेको छ त्यही पनि अब मैले चाहिँ यहाँ सागमा पानी अस्ति लगाएको थियो नि त गाइजहरू मैले अस्ति लगाएको सागमा पानी हाल्न लगाएको गाइज के गर्नु अब यस्तै छ घरमा भए गर्दैन के भन्नुहुन्थ्यो गाइजहरू अब यहाँ गर्नै पर्यो लामा त केही छु हौ यहाँ केही नि हुन्न झौला नि गाह्रो छ नि त हौ सृष्टिलाई के गर्नु अब गर्नै पर्यो गाइजहरू अब नगरौँ भन्ने हुँदैन यहाँ शरीर यहाँ कस्तो दुखेको छ भने त कोहीले लगाइदिएको गर हो र आफैले गरेको हो त्यही पनि भए पनि अब घरमा त अब जे जस्तो भयो नि कहाँ हुन्थ्यो नि होइन अब मैले गर्दैन यस्तो उस्ता के हुन्थ्यो अब के गर्नु थियो यहाँ यस्तो रात परिरहेको छ त्यही पनि पानी हाल्नु परिरहेको छ गाइजहरू गाह्रो छ गाइजहरू मलाई अब फेरि खाना बनाएर खाने होला भोलि फेरि कलेज होला कसरी जाने हो गाह्रो छ नि त होलीले त पिरायो गाइजहरू कति दुःख दियो मलाई के दिनमा के मजाले खेल्यो अहिले त मेरो कपाल भन्नुहुन्छ भने रुखको पाक जस्तै भएको छ यस्तो खस्रो न खस्रो भुप्प फुलेको जति स्याम्पू युज गरे नि भएन गाइजहरू के गर्नु मेरो त कपालै बिग्रियो अनि ज्यान भन्नुहुन्छ यहाँ दुखेर आमा त्यो दौडिँदा बेला कता ठुकेर होला बस्दा दुखेर मर्न लागेको छ अन्त अब म चाहिँ सुत्छु गाइजहरू आज त म पढ्न पनि सक्दैन होमवर्कसम्म गर्न पनि सक्दैन मैले यस्तो यहाँ कहिले सुतम भन्ने भएको छ खाना पनि बल्ल खाएको अनि अब म सुत्छु अनि आज चाहिँ हाम्रो होली त फेरि एकदम बबा दामी भयो क्या हामी लास्ट इयर भएर अब साथीहरू त भेट हुन्न नि त अनि होस्टेलको केटीहरू सबैले सल्लाह त गरेको तर उनीहरू चाहिँ क्या बोल्दै अब फोन गरे कि उता नगेन्द्रले फोन गरेको थियो अन्त त्यो गाइजहरू अन्त के होस्टेलको सबैसँग उ गर्ने भनेको के अरे मिलेर खेल्ने भनेको होइन अनि त्यसपछि त उनीहरू त आएनन् पछि त घाट गरे अनि हामी चाहिँ त्यही ओजस्वी हामी मिलेर हामी चारवटा बाहिर बस्ने चारवटा केटीहरू अन्त होस्टेलको नि थिए 2 जना तर तिनीहरू चाहिँ भागिसकेछन् कति छिटो अन्त त्यही हामीसँग पढ्ने केटाहरूसँग खेल्यो मजाले खेल्यो बिचरा हामीलाई त बच्चालाई जस्तो जुरुक्क बोक्दै धारामा लग्दै पानी खनाइदिएर आमा भन्नुहुन्छ गाइज त्यो रङ त धस्नु त धजेकै कलर त धस्नु सामान नै थियो ठिकै थियो अब धस्यो थियो हिँड्ने थियो त्यो अन्धाहरूले हान्ने पनि ठिकै थियो पानीमा लगेर धारामै लगेर त्यो नुहाइदिँदा त मान्छे त गयो नि त गाइजहरू अन्त अब यहाँ पुरै फेस कति दुखे छ भन्ने मलाई मात्र थाहा छ गाइजहरू के खेलेको म
लास्ट इयर भएर खेलेको लास्टचोटि अब त बिमा गाउँ त आइन्न ब्याग लागेपछि त आइन्छ कि नत्र आइन्न अन्त त्यही भएर ब्याग त खै ब्याग नलागोस् अब जसो तसो बिमा गाउँ अबदेखि आन्न परोस् भन्ने हो गाइजहरू अन्त आउन नपरोस् भन्दै अब आजको होली पनि सकियो अथवा आशा छ तपाईँहरू पनि एकदमै रमाइलो गर्नुभएको होला होइन इन्जोय गर्नुभएको होला अब यस्तो टाइमहरू चाहिँ छुदानुहुन्न कि यस्तो रमाइलो गर्ने टाइमहरू चाहिँ छुदानुहुन्न यति समय निकालेर भयो भने टाइम त दिनैपर्छ रमाइलोमा त रमाइलो त गर्नैपर्छ त्यो समय फेरि फर्केर आउँदैन नि त कहिले आउँदैन त्यही भएर मेमोरिज पनि हुन्छ रमाइलो पनि गर्नुपर्छ एकातिर अब करियर भएपछि अब करियरमा फोकस गर्ने चिजहरूमा फोकस गर्नै पर्यो तर थोरै टाइम निकालेर रमाइलो चाहिँ गर्नुपर्छ गाइजहरू म चाहिँ त्यही भन्छु मैले बढी रमाइलो गर्दै हिँड्दै गर्ने भएर होला तर पछि हुँदैन है हुन त अब रमाइलो गर्ने मान्छेले जस्तो गरे त्यस्तै पुग्छ अरे गाइजहरू भन्दा पनि अब पछिको समय कसले देखेको छ र होइन अब रमाइलो गर्ने टाइम आएपछि त गरिहाल्नुपर्छ रमाइलो त अब कसैको पढ्ने टाइम छ भने अब पढाइमा नि फोकस गर्ने 100%मा अब 100%मा अब कति 5% जति त अब रमाइलोलाई दिनैपर्छ कि अब त्यही मोबाइल मात्र हेरेर हुन्न रमाइलो गर्नुपर्छ साथीभाइहरूसँग पनि घुलमिल हुनुपर्छ सबैसँग रमाउनुपर्छ हाँस्नुपर्छ घुम्नु पनि जानुपर्छ मेला पनि हेर्न जानुपर्छ भन्ने सोच हुन्छ आजभोलि मलाई चाहिँ किनभने म बच्चैदेखि नै अब मेलाहरू हेर्न नि नजाने के भन्दै बसेको गरौँ झन् त्यस्तै जुने रहेछ गाइजहरू त्यही भएर म त आजकल त फेरि तरिकाले डुलिरहेको छु इक्जाम भने नजिक आइसकेको छ त्यही पनि म फेरि तरिकाले डुलिरहेको छु यहाँ हात पात्यो गाइजहरू भन्दै मैले चाहिँ आजको भिडियो यही इन गर्न चाहन्छु गाइजहरू अनि तपाईँहरूले यहाँसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई एभ्रिवन अबको नेक्स्ट भिडियोमा भेटौँला